मिस्ट्री बिहाइन्ड योर नम्बर 14 जर्सी केही छ त्यस्तो? पहिला स्कुलबाट खेल्दा चाहिँ 10 लाउँथे मेसी मन गरेर, अनि पछि जिल्लाबाट खेल्ने बेला 10 पाइन, अनि कुन नम्बर अब 10 बाहेक त सोचेको थिएन, अनि पछि 7 खाली भएर 7 लाएको थिएँ, अनि त्यहाँबाट 7 लाएको, अनि एज क्याटेगोरीतिर पनि 7 लाउन थालेँ, अनि पछि एपिएफ जोइन गरेँ। एपिएफ जोइन गर्दा चाहिँ 14 र 19 मात्र जर्सी थियो, अनि मैले चाहिँ के सोचेँ भने मेसीले पहिला बार्साबाट 19 लाएको थिएँ, 19 लाउँछु सोचेँ, अनि दिदीहरूले चाहिँ 19 के लाउँछ, 19 नलाऊ 14 लाऊ भन्नुभयो, अनि डिसाइडै गर्न सकिनँ, अनि दिदीहरूले सबैजनाले 14 हुन्छ तिमीलाई 14 लाऊ भन्नुभयो, अनि 14 लाएँ। त्यतिखेर रेखा दिदीले कसले लाउनुहुन्छ एपिएफमा जस ठ्याक्क 14 खाली थियो, अनि 14 लाएँ। नेसनल टिममा पनि अनि ठ्याक्क सेलेक्ट भएँ। ठ्याक्क त्यही अगाडि निरु दिदी हुन्थ्यो हाम्रो क्याप्टेन, निरु दिदीले ठ्याक्क रिटायरमेन्ट लिनुभयो, ठ्याक्क नेसनल टिममा नि 14 खाली भयो, ठ्याक्क 14 लाएँ। ओके, त्यसको पनि एउटा आफ्नै जर्नी चाहिँ रहेछ होइन? ओके,